मेरो फेसबुक रिल हेर्नुहुने सम्पूर्ण मित्रहरूमा नमस्कार। अहिले चाहिँ हामी सम्भवतः भन्दा पनि नेपालकै पहिलो सुरुङ मार्ग हामी प्रवेश गर्ने तयारीमा छौँ। आज हामी जाँदैछौँ, झन्डै यहाँबाट 2 किलोमिटर पर गइसकेपछि सुरुङ मार्गको फ्लाइओभर चाहिँ सञ्चालन भइरहेको छ। फ्लाइओभरमा पुग्नेछौँ। हामीले धेरै लामो समयको प्रतीक्षापछि नेपालीहरूले चाहिँ एउटा नागढुङ्गाको पहाडलाई छिचोल्दै चाहिँ एउटा धराशायी बाटोलाई छिचोल्दै सुरुङबाट एकदम जीवनयापन सहज बनाउनको लागि नेपाल सरकारले चालु आर्थिक वर्ष 2074-75 सालदेखि सुरुवात गरेको सुरुङ मार्गको अवलोकन गर्न र सुरुङको कारणले भौगोलिक बनावटहरू चाहिँ एकदमै राम्रो भएको दृश्य देखाउन हामी हजुरहरूको सामु तयार भएका छौँ। हजुरहरूले हामीलाई एकदम माया गरेर हाम्रो भिडियोलाई हेरिदिनु होला। हेर्नुहोस् कति राम्रो छ, काठमाडौँको सिन छ, मौसम एकदमै राम्रो छ। हामी लम्किरहेका छौँ। हाम्रो साथमा हुनुहुन्छ मेरो आदरणीय मित्र विमल है। हामी दुईजना चाहिँ आज हामी सुरुङ मार्गको अवलोकन गर्न जाँदैछौँ, अवलोकन भ्रमणको लागि जाँदैछौँ। एकदम मौसमले नै साथ दिएको छ। विशेष गरी यो सुरुङ मार्ग प्रवेश गराउने सम्मानीय त्यसबेलाका सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँले नै नेपालीलाई एउटा चाहिँ सुरुङ युगमा लैजानुभयो। धेरै मान्छेको कष्टकर जीवनबाट दुर्घटना भएर नागढुङ्गामा धेरै मान्छेहरूले आफ्नो जीवन गुमाइसकेको अवस्थामा नेपालीहरूको यात्रा अझै सहज होस् भन्ने हिसाबले उहाँले चाहिँ सुरुङ बनाइदिनु भएको छ। जबकि त्यहाँबाट झन्डै 6 किलोमिटर जति बाटो छोटिएको छ र यात्रा पनि एकदम सहज बनिरहेको छ। अहिले मान्छेलाई नेपालमा सुरुङ हेर्नको लागि नेपालीहरूलाई विदेश जानु पर्थ्यो भने त्यो कुरा चाहिँ अब नेपालमै सम्भव भइसकेको छ र प्रत्येक नेपालीहरू आजको दिनबाट सानो गाडीमा सुरुङ मार्गभित्र निःशुल्क प्रवेश गर्न पाउनेछन्। यो 2 महिनाको लागि आजदेखि नेपाल सरकारले सुरुङलाई खुल्ला गरिदिएको छ। ल हेर्नुहोस्, तपाईँहरूले आफैले सुरुङ मार्ग नपसे पनि हाम्रो भिडियो हेरेर सुरुङ मार्ग गए बराबरको हामीले हजुरलाई बनाउनेछौँ, मनोरञ्जन दिने कोसिस गर्नेछौँ। हजुरहरूले नि मनोरञ्जन लिनुहुन्छ भन्ने अपेक्षा राखेका छौँ। हामी अहिले सुरुङ मार्गको पूर्वतर्फ सतुङ्गल आइपुगेका छौँ। बाटो एकदमै खुल्लै छ। हामी आफ्नो रफ्तारमा दौडिरहेका छौँ। मेरो साथीले मलाई साथ दिइरहनु भएको छ र मैले हजुरसित साथ दिएको कारणले यति बोल्न पाइरहेको छु। मेरो आवाज हजुरहरूले सुन्न पाउनु भइरहेको छ। खुसी मान्नुपर्छ। हजुरहरूले पनि यस्तो मौसममा हामी हजुरहरूलाई सुरुङ देखाउन पाउँदा हामी एकदमै धेरै खुसी छौँ। हेर्दै जाउँ है, रमाइलो छ, दृश्य रमाइलो छ। झन्डै झन्डै यो बाहिरको मौसम चाहिँ दसैँको बेलाको घाम जस्तो एकदम रमाइलो छ। अहिले भदौको आज 8 गतेको दिन झन्डै दसैँ आउने समय पनि भइसकेको छ। नेपालीहरूको महान चाड दसैँ आउने समय भइसकेको छ र दसैँमा चाहिँ नेपाल सरकारले पूर्ववत केही समस्या आएन भने सुरुङबाट चाहिँ ठुला सवारी साधन पनि प्रवेश गर्न दिइनेछ भन्ने कुरा जानकारीमा आएको छ। आजदेखि 2 महिनाको लागि सानो गाडीहरूको ट्रायल पिरियड चाहिँ सञ्चालन भएको छ र यहाँ जो कोही जनमानस पनि यहाँबाट जान सक्नुहुनेछ। निःशुल्क रूपले 2 महिनासम्म चाहिँ भिजिट गर्न सक्नुहुनेछ र त्यसपछि चाहिँ सडक दस्तुर अथवा सुरुङ मार्ग प्रवेश गरे अनुसार लाग्ने दस्तुर चाहिँ हजुरहरूले बुझाउनु पर्ने हुन्छ। त्यो फरक किसिमका गाडीको लागि फरक किसिमको करहरू छन्। त्यसको लागि हजुरले सडक विभाग बोर्डको चाहिँ वेबसाइटमा गएर हेर्न पनि सक्नुहुनेछ। हामी झन्डै सुरुङ मार्गको फ्लाइओभरको पोइन्टमा पुग्दैछौँ। अब केही मिटर मात्रै बाँकी छ। हजुरहरूको पर्खाइको गन्तव्य अब झन्डै टुङ्गिँदैछ। फ्लाइओभर झन्डै 2-2.5 किलोमिटर हामी फ्लाइओभरबाट गइसकेपछि फेरि हामी 2-2.5 किलोमिटर सुरुङभित्रै जानेछौँ है र हजुरहरूलाई मनोरञ्जन पनि दिनेछौँ भन्ने अपेक्षा राखेका छौँ। हजुरहरूले पनि मनोरञ्जन पक्कै पनि लिनु होला र हाम्रो भिडियो धेरैजनालाई सेयर गरिदिनु भयो भने
धेरैजना मित्रहरूले पनि हेर्न पाउनुहुनेछ र विदेशमा भएका व्यक्तिहरूले पनि हाम्रो भिडियो हेरेर एकदम मनोरञ्जन लिनुहुन्छ र हजुर आउँदा यही बाटो भएर घर जानुहुनेछ, एकदम सुरक्षित तपाईँहरूले घर जानुहुनेछ भन्ने अपेक्षा पनि राख्दछौँ। हेर्नुहोस् अब हामी सुरुङको झन्डै मुखमा पुग्न लागिसकेका छौँ। आज चाहिँ हामी फ्लाइओभरबाटै जाँदैछौँ। सरकारले पूर्व तयारीका साथ आजदेखि 2 महिनाको लागि सर्वसाधारणको लागि 4 पाङ्ग्रे साधन कारको लागि सुरुङको फ्लाइओभर यताबाट खोलेको छ। हिजो अस्ति जाँदा चाहिँ अलिकति अगाडिबाट यसो मन्त्रालयबाट पास लिइसकेपछि हामी जान पर्थ्यो भने आज चाहिँ हामी यहाँबाट सिधै जान सक्नेछौँ, त्यो पनि बिना रोकावटका साथ यहाँबाट प्रवेश गर्दैछौँ हामी। यहाँ लेखेको छ ल हेर्नुहोस्, ड्राइभिङ स्लो भनेर लेखेको छ। 4 पाङ्ग्रे सवारी साधनको लागि हल्का सवारी साधन अनि फोटो खिच्न भिडियो बनाउन निषेध भनेर लेखेको छ। मैले चाहिँ भिडियो बनाए स्पिड 40 किलोमिटर भनेर यहाँनिर ठुला साधनको यतापट्टि लेखेको छ 40 मिटर नै 40 को स्पिडमा तपाईँले गाडी कुदाउनु होला भनेर लेखेको छ। हामी फ्लाइओभरको माथि चढिसकेका छौँ। सम्भवतः यो ठाउँमा आइपुग्नु हाम्रो पहिलोपटक हामी यो फ्लाइओभरमा आएका छौँ भने सुरुङ मार्गमा चाहिँ हामी हिजो मन्त्रालयबाट पास मिलाएर छिरेका थियौँ। आज चाहिँ हामी बिना पास बिना रोकावट कसैले पनि हामीलाई चेक जाँच नगरी सुरुङको माध्यमबाट हामीलाई छिर्न दिनुभएको छ। आज नेपाल सरकारले जनताको लागि सुरुङ मार्ग खोलिदिएको छ। यसको मापदण्ड पुर्याएर हिँड्नु भनेको छ 40 को स्पिडमा हिँड्न पर्यो हामी र हेडलाइट बाल्ने अनि इमर्जेन्सी लाइट बालेर हिँड्न पर्छ भन्ने जानकारी आएको छ। अब यहाँ अगाडि एउटा टोल छ, पछि हामीले चाहिँ सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालन भइसकेपछि नेपाल सरकारले उठाउने टोल ट्याक्सको गेट छ एउटा, त्यहाँ पुगेपछि केही जानकारी पक्कै हुन्छ होला। सायद त्यहाँबाट अगाडि भिडियो नखिच्नु पनि भन्न सक्नुहुनेछ है। आशा गरौँ हाम्रो भिडियो अझै लामो जाओस्, हामीलाई खिच्नलाई कसैले मनाइ नगरोस् भन्ने आशा गरौँ। तर सेक्युरिटी सुरक्षात्मक कुराले नखिच्नु भनेको खण्डमा हामीले खिच्न सक्ने अवस्था हाम्रो रहँदैन। त्यो भएपछि हजुरले मुखसम्मको मात्रै हेर्न पाउनुहुनेछ, सुरुङको मुखसम्मको मात्रै भिडियो हेर्न पाउनुहुनेछ। आशा गरौँ अब झन्डै 1 किलोमिटर बाँकी छ सुरुङ मार्गको मुख्य प्रवेशद्वारमा पुग्नको लागि। कस्तो लागिरहेछ विमल साथी? मलाई त एकदमै खुसी लागिरहेछ। अब सर्वप्रथम त हाम्रो नेपालमा इतिहासकै पहिलोपल्ट सुरुङ मार्ग सुचारू भएछ। त्यसमा पनि हामी सर्वसाधारणले पनि यसको उपभोग गर्न पाइरहेछौँ। एकदमै खुसी छ। नेपाल सरकारलाई म धेरै हृदयबाट धन्यवाद दिन चाहन्छु। तसर्थ हाम्रो साथी दाई प्रकाश लिटल दाईलाई पनि एकदमै धेरै धन्यवाद। यो अवसर हामी दुई दाजुभाइलाई मिलेको छ। अर्को कुरा, अब यहाँ जो कोहीलाई पनि हाम्रो सुरुङ मार्ग देखेर एकदमै हर्षित हुनु छ भन्ने मलाई आशा लागेको छ, किनकि यो नेपालकै पहिलो सुरुङ मार्ग हो। तसर्थ यो हाम्रो एकदमै जाम भएर नागढुङ्गादेखि काठमाडौँसम्म चाहिँ एकदमै सधैँको पीडा, पहिलो कुरो त दसैँ तिहारमा सधैँ सबैले भोग्नु पर्ने पीडा अब एकदमै हामीलाई सहज बनाउने भइरहेछ होइन, सहज हुनेछ। आशा गरौँ त्यसले पनि हामीलाई धेरै दुर्घटनादेखि लिएर आवत जावतमा हुने ढिलाइ सुस्ता यो सब चिजलाई हेर्ने हो भने एकदमै सहज हुने वातावरण भएको छ। तसर्थ अब एकदमै खुसी, म एकदमै नेपाल सरकारलाई धेरै धन्यवाद। अब हामी एकदमै नजिक आइपुगेका छौँ सुरुङ मार्ग प्रवेश गर्नलाई। पक्कै पनि उहाँले एकदमै राम्रो कुरा गर्नुभयो। नेपाल चाहिँ सुरुङ मार्गमा जाँदैछ। धेरैवटा नागढुङ्गादेखि सिस्ने खोलासम्म चाहिँ हुने दुर्घटना चाहिँ 200% रोकिएको छ। अब हुने सम्भावना एकदम न्यून छ। यहाँबाट केही जानकारी आउनेछ पक्कै। नमस्ते। ए हुन्छ, हामीलाई हेरेर जाउँ कि होला। थ्याङ्क यू। हामीलाई एउटा सुरक्षात्मक पेपर दिनुभएको छ, धेरै खुसी लाग्छ। यो चाहिँ टोल भयो। यहाँबाट चाहिँ पछि प्रवेशद्वार सुरुङ प्रवेश गर्दाखेरि पैसा लिने प्रवेशद्वार हो। यहाँबाट हामी प्रवेश गर्दैछौँ। हाम्रो लागि गेट खुल्ला गरिदिइसक्नु भएको छ, धन्यवाद।
यहाँ कर्मचारीलाई पनि र हामी यहाँबाट प्रवेश गर्दैछौँ। खुसी हुनुहोस् है, खुसी एकदमै रमाइलो लिनुहोस्, इन्जोय लिनुहोस् हजुरहरूले यहाँबाट। हाम्रो इमर्जेन्सी लाइट कता छ? हामी इमर्जेन्सी लाइटको तयारीमा छौँ, हेडलाइटको तयारीमा छौँ र सुरुङ मार्गमा यसरी हेर्नु त इमर्जेन्सी बालेर हिँड्नुपर्ने अवस्था अहिले। अब सुरक्षात्मक हिसाबले हिजोभन्दा लाइटहरू बढाउनु पऱ्यो। सुरक्षात्मक हिसाबले चाहिँ इमर्जेन्सी बाल्नु परैदेखि देखियोस् भनेर हो यो नेपालमा दुर्घटना न्यूनीकरण गर्नको लागि हो। एकदमै राम्रो छ, स्पिड बढेको। हामी आफै पनि सचेत हुनुपर्ने यो कुरामा हो। हेर्नुहोस् त हामी धेरै नेपालीको यात्राको नागढुङ्गा सिस्ने खोला यात्रामा दुर्घटना हुने जोखिम पूर्ण रूपमा न्यूनीकरण भएको छ। नेपालको पहिलो सुरुङ मार्गमा प्रवेश गरेको यही सुरुङबाट गरिनेछ। यात्राहरू धेरै छोटो हुनेछन्। साँच्चै हामीले कल्पना गरौँ त नेपालको धेरै एउटा डाँडा काँडा पार गर्नको लागि माथि पुगेर तल झर्ने एउटा वातावरण एउटा सुरुङले छोटो अवधिमै टुङ्ग्याइदियो भने कति छिटो विकास हुनेछ नेपाल भनेर हामीले पक्कै पनि घुमाउरो डाँडाहरूको लागि पनि जो कोही त्यो डाँडामा पुग्न चाहनुहुन्न, तलदेखि तलै जानुहुन्छ, सिधा हिँड्नुहुन्छ भने सुरुङ मार्ग बनाइदियो भने नेपालमा छिट्टै यात्रा पनि सहज हुनेछ, सुरक्षित हुनेछ र भनेको टाइममा घर पुग्नेछौँ, भनेको टाइममा चाहिँ खाना खान पाउनेछौँ, घरको खाना खान पाउनेछौँ, घरबाट कपडा लगाएर अफिस आउन सक्ने क्षमता राख्न सक्नेछौँ हर कोहीले पनि। यो सुरुङ पूर्व तयारी भइरहेको छ। अब पक्कै 2 महिनापछि खुल्ने छ। हामी 2 महिनापछि यात्रुवाहक बस, भाडाका सवारी साधनहरू, मालवाहक सवारी साधनहरू पूर्ण रूपले चल्न पाउनेछन् भने यहाँभित्र पेट्रोलियम पदार्थ बोकेका गाडीहरू, ग्यासका बुलेटहरू र मोटरसाइकल, 3 पाङ्ग्रे जस्ता सवारी साधन यहाँ प्रवेश गर्नमा निषेध गरिएको छ। किनभने सुरक्षात्मक हिसाबले अति प्रज्वलनशील पेट्रोलियम पदार्थहरूको, ग्यासका बुलेटहरू, मोटरसाइकलहरूलाई चाहिँ अति संवेदनशील मानिएको हिसाबले यहाँभित्र प्रवेश दिइने छैन भन्ने नेपाल सरकारको धारणा रहेको छ। हेर्नुहोस् परबाट गाडी आइरहेको छ, इमर्जेन्सी बालेर गाडीहरू, थोरै गाडीहरू आइरहेका छन्। र दोस्रो कुरो यहाँ ट्रायल पनि भइरहेको छ। मान्छेलाई कसरी ल आइसकेछौँ, हामी त टुङ्गिसक्यौँ। हामी हेर्नु त कति छिटो चाहिँ हामी यहाँ आइपुगिसकेका छौँ। अगाडि मुख देखिसकेको छ, सुरुङ मार्गको अगाडिको मुख देखिसकेको छ। हामी अघि काठमाडौँ जिल्लाबाट छिरेका थियौँ भने धादिङ कहाँनेरि हो थाहा छैन हामीलाई। हामी लगभग धुनीबेसी नगरपालिका वडा नम्बर 9 को सिस्ने खोलामा पुगिसकेका छौँ। सायद लाग्छ यो झ्याप्ले खोलाभन्दा माथि छौँ जस्तो लाग्छ हामीलाई। तर अन्दाज गर्न सकिँदैन कि हामीले पुरानै तवरले हिँड्दा त्यहाँ बाटोको बोर्डहरू पढ्दाखेरि त्यो यो ठाउँ आइपुग्यो भन्ने एउटा थियो भने यो मुनि कहाँ आइपुग्यो भन्ने हामीले जानकारी राख्न सक्दैनौँ। किन भन्दा यो कहाँ आइपुग्यो भन्दा पनि सिधा हिसाबले काठमाडौँ छ कि धादिङ छ पनि भन्न सकिँदैन। तर सुरुङको अघिल्लो मुख चाहिँ धादिङको धुनीबेसी नगरपालिकाको वडा नम्बर 9 सिस्ने खोलामा पर्दछ। यो जानकारी हामीलाई छ, किन भन्दा म यहाँको स्थानीय बासिन्दा पनि हो। ल हेर्नुहोस् यहाँ एकदमै सफा चिटिक्क र हेर्दा पनि हामी विदेश गएको जस्तै लाग्ने, एकदम विदेश गएको जस्तै लाग्ने गरी बनाउनु भएको छ। यो जापान सरकारको सहयोगमा ऋण अनुदानमा बनेको सुरुङ हो र जापान सरकारले 0.something% नेपाल सरकारलाई ऋण अनुदानमा दिएर बनाइएको सुरुङ हो। यसले धेरैजनाको जीवन सहज भएको छ, धेरैजना व्यक्तिहरू सुरक्षित रहनु भएको छ। हामी सुरुङ मार्गको मुख्य प्रवेशद्वार, पश्चिमतर्फको मुख्य प्रवेशद्वारमा आइपुगिसकेका छौँ। ल हेर्नुहोस् यहाँभित्रका सवारी साधन दुर्घटना भएको खण्डमा यो एम्बुलेन्सले गर्नेछ भने, सुरक्षा त गर्नेछ भने अहिले जानलाई चाहिँ कहाँबाट यहीँ घुमाउनु। अब हामी यहीँबाट घुमौँ। अब हामी यतैबाट फर्किने कोसिस गर्दैछौँ।
यो तल चाहिँ के हो तलबाट त बाटो यो रोड जाने यो हेर्नुहोस् यो चाहिँ सिस्ने खोलाको यो माथि गाडी गुडिरहेछ नि यो पुरै डाँडोहरू चाहिँ हामीले हिँडेर पार गर्दथ्यौँ भने अब हामी यतैबाट चाहिँ सुरुङ मार्ग फेरि पनि हामी रिटर्न हुँदैछौँ र हाम्रो भिडियो पनि लामो भइसकेको छ झन्डै 15 मिनटको भइसकेको छ हामी यही सुरुङलाई चाहिँ देखाउनको लागि मात्रै हामी यो आएका थियौँ प्राय त्यहाँ गेट बन्द रहेको र अरू गाडीहरू त्यहाँबाट फर्केको हुनाले हामीले भित्रैबाट फर्काएका छौँ हामी खुसी छौँ यो पश्चिमतर्फको मुख्यद्वार अब हाम्रो लगभग भिडियो पनि समाप्त गर्नुपर्ने अवस्था आइसकेको हुनाले एउटा कुरो पनि राखिदिइराखौँ हामी ठ्याक्कै कति